विगतको कुराहरू हेरेर यो मन अतीतका कुराहरूसँग हुलमुल हुनलाई धेरै गाह्रो छ। तर आज धेरै दुःख लागिरहेछ तपाईँको त्यो निधनको भिडियो हेरेर चाहिँ। तर म योभन्दा अगाडि भिडियो बनाउन किन नसकेको कारण भने कुनै वाक्य नै फुटेको थिएन तपाईँको त्यो निधन हुँदा। र यो सङ्गीत क्षेत्र अनि कला क्षेत्र, तपाईँको त्यो कला, तपाईँको त्यो सङ्गीत अनि तपाईँको त्यो सङ्गीतलाई दिने त्याग, बलिदान सम्पूर्ण सम्झिँदा चाहिँ मेरो अहिलेसम्म केही वाक्य फुटेको छैन। र तपाईँलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु यही भिडियोबाट। र अनि तपाईँको त्यो भिडियो अनि हेर्दा यो आँखाबाट आँसु अनि मन सँगालिन धेरै गाह्रो भइरहेछ। एक्कासी यो दुःखको खबर सुन्यो अनि केही त भन्नु थिएन तपाईँलाई। तपाईँको त्यो सङ्गीतको प्रेम अनि तपाईँको त्यो सङ्गीत हामीलाई एउटा उपहार दिई तपाईँ आज हाम्रो यो साथमा अनि यो सङ्गीत क्षेत्र अनि यो कला क्षेत्रमा तपाईँ नभए पनि तपाईँको एउटा याद हामीलाई सधैँ रहिरहनेछ। तपाईँलाई बिर्सिनुभन्दा सम्झिनुलाई धेरै सजिलो छ, किनभने तपाईँको सङ्गीत प्रेमी, तपाईँको त्यो सङ्गीतले अनि तपाईँले दिनुभएको एउटा हामीलाई चिनो सधैँ हामी सँगै रहनेछौँ। र तपाईँको आत्माले धेरै स्वर्गमा शान्ति पाएको होस् भन्दै यो भिडियो बनाउँदै छुँदै आज धेरै दिन पछाडि भए पनि तपाईँलाई केही तपाईँको दुःखको खबर निधन भएको कारणले पनि सायद एउटा भिडियो बनाउनु धेरै चोटि कोसिस गरेँ तर सकिनँ। आज चाहिँ जसोतसो मनलाई सँगाल्दै भए पनि तपाईँको एउटा छोटो भिडियो तपाईँको नाममा बनाइदिउँ कि भन्ने कुरा सोचेँ। र मानिस सबै अजम्बरी लिएर आएको हुँदैन दाइ, ढिलो छिटो हुन्छ। त्यही पनि तपाईँ यति चाँडो जानुभयो हाम्रो साथ बाटो भने तपाईँको कारणले दाइ हामी तपाईँलाई सधैँ नै सम्झिने रहेछौँ। र हार्दिक श्रद्धाञ्जली अनि तपाईँको फ्यामिली तथा तपाईँको प्यारो छोरीलाई पनि यही भिडियोबाट भन्न चाहन्छु, नानु आत्मा अनि भाउजू तपाईँलाई आत्मा अलिक निर्मल हुनुहोस्। मानिसको चोला हो, सधैँ अजम्बरी हुँदैन। कुनै दिन त हामी पनि जानुपर्छ जुन बाटो दाइ जानुभएको छ। यति भन्दै यो छोटो भिडियो तपाईँहरूको माझमा राख्दै म पनि बिदा हुन्छु। हस्त।